प्रसङ्ग भर्खर बिहे भएको श्रीमान श्रीमतीको बिहे भएको पहिलो रातलाई होइन सुहाग रात भन्ने चलन छ होइन। सुहाग रातको बेलुका आफ्नो श्रीमानले श्रीमतीको पेटमाथि होइन यसरी हात राख्दै श्रीमानले भनेछ, यो मेरो खेत हो, यसमा म आलु र केराको खेती गर्छु। त्यति भनेपछि श्रीमतीले केही बोलिन। त्यो बेलुका त्यसरी पेटमाथि हात राख्दैमा श्रीमान निधाएछ है। अनि केही पनि भएन। अनि श्रीमान निधाएछ। अनि यस्तै क्रम फेरि पर्सिको बेलुका पनि बेडमा पुगिसकेपछि होइन श्रीमतीको पेटमा हात फेरि त्यसै गरी हात राखेछ श्रीमानले। त्यो बेलुका चाहिँ श्रीमती जङ्गिँदै यो खेतमा खेती लाउने भए लगाइहाल्नुहोस्, होइन भने म अरूलाई नै भाडामा अर्थात् म साझ दिन्छु भनेर भनेको है। अनि त्यस पछाडि श्रीमानको रिस उठेछ है। रिस उठेपछि श्रीमानले के गरे त्यो त मलाई थाहा छैन है।